शीर्षक मलाई रत्तिभर फरक पर्दैन। ओके, सुरु गरौँ। नदी हुँ म, आफ्नै लय र बेगमा बग्न जान्दछु। जो किनार बनी साथ दिन्छ उसैलाई जीवन मान्दछु। तर जसलाई मेरो सुसाइले बिजाउँछ, जसले तर्किनलाई सयौं बहाना मिलाउँछ, त्यस्ता मौन यात्रीहरूलाई म फर्केर पनि हेर्दिन। कसैको अनुकम्पमा म आफ्नो स्वाभिमान बेच्दिन। हो, कुनै बेला लाग्थ्यो कोही मान्छे नबोल्दा मुटु फुट्छ कि, सम्बन्धको धागो चुडिदा यो संसारै छुट्छ कि। तर समयले बिस्तारै एउटा सत्य सिकायो, कागजका फूलहरूमा कहिले सुगन्ध आउँदैन, जबरजस्ती बाँधेको प्रीतिले कहिले शीतलता ल्याउँदैन। त्यसैले त आजकल बोल्नेहरूका लागि मेरो ओठभरि बसन्त छ, नबोल्नेहरूका लागि मेरो हृदयमा मौनताको अनन्त छ।